हेलो साथीहरू हैन, वेलकम ब्याक माई एनदर भ्लग। अनि कपाल सपाल काटेर मान्छे अर्कै भएर हिँडेको कि। अनि आज चाहिँ यो हाम्रो यस्तो छ है, यो चाहिँ मेरो के भन्ने मेरो धुम बाइक होइन। अनि त्यहाँ सबैको साइकलहरू यताउता हुन्छ। अनि आज चाहिँ माछा मार्ने भन्यो थाइल्यान्डको दाइले। अब कसरी मार्दो रहेछ होइन, हेरौँ कला हेरौँ न होइन। म भन्ने भने म डेन्जर घटेँ नि त साथीहरू, म लगभग 15-20 किलो घटिसकेँ। त्यस रमाइलो भयो, कपडाहरू फिट हुन्छ होइन, रमाइलो हुन्छ। नेपालमा त दुःख नगरेर सुतेर मात्रै रहेछ कि। भिडियोलाई चाहिँ अन्त्यसम्म हेर्ने, त्यहाँ गएर म देखाउँछु। त्यता हो माछा मार्ने ठाउँ, त्यहाँ गएर देखाउँछु है तपाईँहरूलाई राम्रोसँग। माछा मार्ने भनेको चाहिँ उहाँले नै हो, यङ सिङसङ छाबयो। थाइल्यान्डको दाइ है हाम्रो। कति 35-36 वर्ष भइसक्यो। छोरी पनि ठुलो छ, 16-17 वर्षको। अब उहाँले के लिएर आउनु भएको त नि। अब सब लिएर आइरहेछ, बोरा सोरा होइन। त्यहाँ बोरा सोरा छ, बोरा सोरामा उस गरेर अनि लानुपर्ने हुन्छ। हाम्रो चाहिँ नेवर भाइ मासु खाएर थाम्बे। यता फेरि थाम्बे चाहिँ खाँदैन। अब माछा पर्छ कि पर्दैन हेर्न पर्ने हुन्छ। यो चाहिँ हाम्रो सिक्ताङ है। केसी जिसी हेर्नु न, त्यो झोलामा हेर्नु क्या राम्रो किरिङ है। हेर्नु न 35-36 वर्ष भइसक्यो। हेर्नु न यिनीहरूको भाषा, म त केही जान्दिनँ भाषा सासा। ल है त अहिले त्यहाँ खोलामा गएर देखाउँछु तपाईँहरूलाई। आयो हाम्रो जिसी दाइ। यो दाइ हो कि जङ्गेको बुढो, 40 वर्षे बुढो। ल अब सब है। यो चाहिँ मेरो यसमा चलाएर जानुपर्ने हुन्छ। ब्याट्री पनि धेरै छैन यार, देखेँ कि देखेको छैन। हेर्नु न माछा माऱ्यो भने त आज फ्राई गरेर खाने। तर हेर्नु न हाम्रो छुङ्गाक सानोसाको हिरोहरू नाइट ड्युटी गरेर तर पैसा कमाउनु नि त यिनीहरू सबैले। म त नयाँ हो। ल म पनि लाग्छ है यिनीहरूकै पछि। ल सिक्ताङ बाई बाई। यहाँ चाहिँ 2 जना दाइ हुनुहुन्छ, अहिले आउँछ होला खोलातिर। ल है गएँ म है। ल हामी चाहिँ माछा मार्ने ठाउँमा आएको होइन। यस्तो दामी छ कि हेर्नु न माछा मार्ने ठाउँ। यो फेवाताल हो होइन, फेवातालको यता बक्सिरो भन्ने ठाउँ। सबैको बाइक पार्किङ भइसकेको छ। मेरो चाहिँ त्यो हो। अनि यो चाहिँ जिसी दाइको, यो चाहिँ थाइल्यान्डीको। हेर्नु न यो सामान अझ बोरा सोरा लौरी सौरी लिएर आइसक्यो। अनि यो चाहिँ हाम्रो नेवर भाइको। ल हेर्नु माछा मार्न कामसाम छैन होइन, अब माछा मार्नु पर्ने हुन्छ। ओहो यो त शङ्खे किरा हो, कहाँ शङ्ख भनेको तिमीले। नेवर भाइले नि यार सगरमाथालाई माछा पुछ्रे भनिदिन्छ यार, पोखराको उसलाई। ल अब यहाँ मजाले माछा हेर्दै। अस्ति त यत्रो देख्यो भन्दै यार, हेरौँ कस्तो हुन्छ। यहाँ चाहिँ कन्सर्ट हुन्छ कि कहिले काहीँ काममा आउँदाखेरि चाहिँ यहाँ चाहिँ कन्सर्ट भइरहेको हुन्छ। भाइखेरि मासु अड्केर औडै बस्छ। हेर्नु न बाटो, यो भनेको साइकल हिँड्नको लागि, मान्छे हिँड्नको लागि। हजुर अलिअलि बनाऊँ भनेर के छ त मारिएला आज माछा। भ्यागु त पनि पाए हुन्थ्यो नि कहाँ। हेर्न त हेरेथ्यौ तिमीले? 2 दिनसम्म त देखेको यहीँ खेलिरहेको चलिरहेको हो है। भन्छ यसले पनि ल है माछै देखि क्या आमा के भएको यस्तो। ल रातभर काम गऱ्यो अनि अब चाहिँ माछा मार्नु पर्ने हुन्छ। यो भाइले कसरी देखेर माछा बाहिरबाटै देख्दिनु कस्तो आँखा हो र। हेर्नु न लम्केको के छ त। माछा हामीले खान पाइहाल्ला त। यार माछै हो यार। अरू देखि होइन कुरिनहरू आएर माटो सिङ्गो हामीले होइन सब नेपाल फर्किनु पर्ने हुन्छ फेरि।
ए माछै रहेछ क्या 나무야, 너 나무 어디야? कता सधैँ थियो गयो लुक्यो मैले देखाइदिएँ वहाँबाट यहाँ माछा छ भन्छ यार यहाँनिर छ क्या यहाँनिर यत्रो रहेछ यहाँ ल दुईजना त नि ओहो के हो त माछा भन्छ त मैले त माछै देखिनँ मैले वहाँ परबाट देखेको के र वहाँ खिचिराख्ने मात्रै यहाँनिर त्यहाँ त के हो यहाँसम्म ए अब रेडी हुँदैछ कि ल माछाको लागि च्यापै गरेर समात्छु भन्छ हेर्नु त अधियार साँच्चै यार के तै डेन्जर हँसायो माछा माझीहरू है सब कसरी पुली अरूतिकै होइन माछा माऱ्यो भनेर माया लैदिएला अरे ल यस्तो छ है यहाँको चाहिँ गयो त त्यो त लौरी दिएको कि हान भनेर माछाको लागि कहाँ त्यो भागिसक्यो माछै रहेछ यार बिचरा त साँच्चै मारिएला त माछा यार हेर्नु त आमा रातभरि यार फलाम बोकेर यार माछा मार्नु भनेर हेर्नु त्यो हात हेर्नु त कति बलियो हात त्यो हात पऱ्यो भने त सानोतिनो त पुच्चिहरूलाई त ढालिदिन्छ त अब धमिलो हुँदै गयो कि ए सिक्कडे त सिक्कडे रहेछ यार फस्दिएको यार थाइल्यान्डीहरू पागल त पागलै हुन्छ नि है साथीहरू ए सबैले हेऱ्यो माया सिनको हान्देला यार अरू त के होइन माछा त थियो कि तर त्यहाँ चाहिँ कन्सर्ट हुन लागेको रहेछ क्या अरे यस्तो छ होइन है माहौल है म चाहिँ माछा चाहिँ त्यस्तै हो साथी हो म चाहिँ गएर साधन लिन जानु पर्ला यस्तो गर्दा गर्दै कहाँ उहाँ माथि पुऱ्यायो भन्दाखेरि झ्याउ हुन्छ त ओहो हेर्नु त क्या राम्रो छ है तर झ्याउ लाउँछ यार यो त यार सधैँ नराम्रो ठाउँमा बस्ने बानी भएर नि यो राम्रो ठाउँहरू देख्यो भने त झ्याउ लाउने रहेछ क्या यस्तो छ यो चाहिँ डेली हामी काम गर्दा आउने अस्ति चाहिँ पानी पर्दाखेरि चाहिँ यही बाटो आएको थिएँ यो बाटो आउँदाखेरि चाहिँ कस्तो हुँदो रहेछ भन्दा खोला बढेर यो पनि डुबाउने के अनि काम यस्तो गाह्रो भएर अनि पछि फेरि हाइवेको बाटो आएको यस्तो राम्रो छैन है आहा माछा त त्यस्तै हो अब साइकल लिएर चाहिँ जान्छु म अब किप्याड होइन साँच्चै किबोर्ड हो है मैले त अघि मिस्टेक बोलेछु हेर्नु न खुच्चे छ तर नि मजा आउँछ यो अन भयो
देखेछ यो मोड भनेको गियर हो 3 गियरसम्म छ यो लाइट हो अनि यो हर्न अब जानुपर्ने हुन्छ ल अब त्यस्तै भयो माछा त पाइएन अब घरतिर लान पर्ने हुन्छ घर बरु मिठो नमिठो खानु पर्ला अब यस्तै छ है मैले झन् कस्तो सपना देखिसकेको थिएँ माछा खाम्ला फ्राई गरेर सुतम्ला आहा फ्राई गरेर माछा खाएर सुत्दाखेरि त कति मजा आउँथ्यो है सोचे जस्तो कहाँ छ अरे जीवन ल अब डाइरेक्ट घर गएर भेटौँला हाम्रो यङले चाहिँ ट्राई गरेको है बिचरा माछाको लागि अब ल अब घर गएर भेट्नु पर्ने अन्त यस्तो राम्रो छ है हेर्नु है ल परेन माछा अब चाहिँ जानुपर्ने हुन्छ ल सब नेपाली ह्यान्डसम दाइ दामी हुँदैछ नि दाइ दामी आएको छ नि त हजुरको आहा ल क्या राम्रो आएको सिगन माना ल है त म पनि गएँ माछा परेन बाई बाई खा गुरु खा भन्छ यार ल ज गयो माछा परेन के अरे अब ल रुमाको है हेलो छुट्टी मनाउँदैछ है ल रुममा आइए अब खाना बनाउनु पर्ने भन्छ अनि यही त नि ल अब अलि ढिलो हानु अलिकति ढिलो झिन्चाक मुखले बोलाउनु झिन्चाक 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 झिन अब तिमीलाई स्पिडै हान त एउटा गीत गाऊ आफैले एउटा गीत गाउने ट्राई गर क्या अनि यहाँ आएर अनि अलिक भिडियो हेर्ने क्या अनि कस्तो भएछ होइन ल गाइने दाजुले हान नलजाइकन हान क्या दाजुले सारङ्गी रेट दामा आगे मिलेको थियो नि कति मजाले झिन्चाक झिन्चाक यो मिल्यो झिन्चाक झिन्चाक गाइने दाजुले सारङ्गी रेट दामा हुरुकै हुनुहुन्छ मन मेरो यसैले तिमीलाई देख्दामा फेरि झिन्चाक झिन्चाक अनि यही त हो नि खोजेकै त्यही हो आहा मुखले बोला झिन्चाक अनि ल ठिक छ हातै के भयो बिदाको दिनमा होइन सुत्नु पर्ने मान्छे लौ नानी यो नमिल्यो कि यो स्ट्रिङ मिल्यो भने तिमीलाई हेर न गिटारिस्ट भनेको यस्तो भइसक्यो कि थाहा भइसक्यो कि यो गिटारको यो बिग्रियो भन्ने कुरा पनि के एकछिन रेस्ट गर अहिले एकछिनमा हो कि होइन भन त तिमी गिटारिस्ट भइसक्यो नि त यार बरु मैले त भात पकाएको थिएँ के भएछ मेरो भात काट्दै रहेछ यार एउटा चाहिँ त्यहाँ छ
एउटा चाहिँ भाइले बजाइरहेछ। नाइस ट्राई नाइस ट्राई। अब चाहिँ भ्लगहरू चाहिँ भाइ गीत बजाएर हाल्नु पऱ्यो कि होइन। अब तिमी चाहिँ मेन भोकलिस्ट होइन, डयज ब्यान्डको प्रवीण तामाङ भन्ने अब चाहिँ निस्किन्छ कि अनि आमा एउटा गीत गाउन आफूले जस्तो सकिन्छ गाउ के ढुक्क गाउ के गाउ त गाउ बजाउँदै त अलिक गाह्रो हुन्छ कि यता गर्दा यता नमिले जस्तो हुने कि होइन। ए राख अनि आमा ल मारे राम्रो बजाएपछि फेरि भिडियो गर्छु है त है। अहिले चाहिँ यति नै होइन, बाई बाई गरिदेऊ न। ल अहिले चाहिँ 6 बजेको छ। अब चाहिँ भाइ र म चाहिँ यहाँ फुटबल खेल्न जानु लाग्यो कि हाम्रो त्यो कम्पनी पारीकोले चाहिँ उसले चाहिँ फुटबल खेल्न आइजाने हो। अब फुटबल खेल्न जानुपर्ने हुन्छ। थोरै फुटबल खेलेको भिडियो देखाउँछु। म चाहिँ त्यो माथि पार्कमा नि भोलि पर्सि अर्को भ्लगमा देखाउँछु। अब चाहिँ गिटार किनेछु के अरे, गिटार उठाउनुको लागि। मेरो साइकल के साइकलमा जाने हो कि हो कमेडी कि यहाँ त जेमा पनि साइकलमा हेर्नु न है, सबैसँग साइकल हुन्छ गाडी पनि। हो त्यो चाहिँ जिसी दाइको साइकल। फुटबल खेल्न जाने होइन त नि। ल जानु ल हिँडाइ होइन हिँडेर जाने हो। कहाँ फुटबल खेल्न पनि साइकलमा भइन्छ। ल भाइ रेडी भयो होइन। नेपालको कालो के अरे नेपालको के हो, नेपाल फुटबल खेलाडी कोही थाहा छ नेपाली? थाहा छैन है। ए भाइ फेरि ढुक्क हो कि के लिम्बू थियो त्यो लिम्बू फुटबल खेलाडी नै हो। के को लिम्बू हुन्थ्यो के हो किरम चेन्जोङको चाहिँ पक्का फ्यान हो है भाइ चाहिँ। ए आमा क्या रमाइलो ठाउँ छ है, तर झ्याउलाउने ठाउँ है। यो चाहिँ पार्क हो। आमा झ्याउला वहाँ गएर भागेपछि फ्रेस हुन्छ नि त भाइ यार। आमा भाइको लुक्स के यस्तो छ है, हेन्ची भएर दाजुभाइ फुटबल खेल्न पनि हुन्छ। महेन्द्र बुढोला ल है यहाँ रहेछ बुढो आएर रेडी भएर बसिसके रहेछ। यो रहेछ है ग्राउन्ड हाम्रो। हेलो दाइ। ल अब यहाँ चाहिँ खेल्नु पर्ने हुन्छ। आमामा यहाँ सिमी दाइको साइकल है धनी। आज चाहिँ हामी यहाँ चाउमिन खान लाग्दै कोरियामा। यो नेपाली चाउमिन हो नेपाली होइन, नुवाकोटे टाइगर यो हो कि। ए त्यसलाई उमाल्नु पर्यो। उमालेर बनाएर ल है आज नेपाली चाउमिन खान पर्ने हुन्छ। त्यस्तै छ हजुर। अरू के होइन पेट दुखाउनु भएन कि पेट त फेरि मैले खतरा अचार बनाएर राखेको छु यहाँ। हो र यहाँ आउनु न, यहाँ अचार रेडी बनाएर राखेको। फेरि 1 महिनै सुताउला अस्तिबाट कम्प्लेन आइरहेको केटाहरूको। ल यहाँ चाहिँ अब पाक्दै चना पनि हालिदिने हो। होइन हाल्ने अनि चना त झन् के छ आज खाइन्छ कि क्या। ओ सेट ओहो आज चाहिँ चाउमिन खाने भयो है। उमेश भाइको हातवटा खायो भने त छेरपाटी लाग्छ भन्छ। यहाँ त सबैलाई छेरपाटी लाग्यो भन्छ। हिजो माछा मारियो के अरे होइन, माछा मारि नि चना सबै हाल्नु पर्यो। माछा चाहिँ खतरा खान्छ जस्तो छ है। ल मैले लगभग नेपालबाट आएर अब आज चाउमिन खान लाग्यो। भाइले अस्ति नेपाल माट जाऊँ भन्दै थियो।
नेपालीमा अहिले जानुपर्छ अरे। ए नेपाली सिक्ताङ चाहिँ त्यस्तै भयो जानुपर्छ त्यस्तै छ है कोरियाको बसाइ होइन काम सुत्ने होइन भाइ होइन खानी सुत्ने काम खाना सुत्ने पैसा कमाउने हिँड्ने होइन पैसा नि कति कमायो त्यसले 2 वर्षमा कमायो है 70 लाख त त्रै भयो यार तर म त खाने तर यो पनि खाने हो घर गएर उस पनि खाने हो म त भात पनि खाने हो के छ त अनि यति खाएर घर गएर भात खाइएला त ओहो मलाई चना हाल न चना खानु ए आमा म चरै धेरै भएछ त यार मानौ होइन यसलाई त ओमानै पर्छ कि क्या है पऱ्यो नि हुन्छ लास्ट के यो उमेश कुन हो मलाई जुन चाहिँ खाने भयो त यस धेरै खायो यही खानु हो र अचार कति खान्छ पिरो पनि मेरो लाग्थ्यो धेरै न तपाईँलाई ग्यास्ट्रिक लाग्यो ग्यास्ट्रिक म्यान ग्यास्ट्रिक म्यान भन्दा नि बिल्ला हुन्छ बस न राम्रोसँग टक्क बसेर खाने कि ऊ त चपस्टिकले दबाउँछ प्रवीण एक स्वाट हान्न त कस्तो कस्तो भयो रिभ्यू देऊ न नेपालबाट आएको भयो 2-3 महिना भए चाउमिन हो हेर आमा खै हान्न त कस्तो भएछ एउटा एक बाइट हान्न त मुसेर खानु अचार सधैँ चाउचाउ खाने बानी चाउमिन खाएको है अब म पनि दबाउँछु है यस्तो भयो कि खै फेरि एक बाइट हान्न त ओहो आइया घर गएर भात खाने होला नि फेरि सागसँग नखाने खाना त खानु पऱ्यो नि दिउँसो खाने भनेको कि 1 बजीतिर ल है त है भ्लगर होइन नि भाइ यहाँको सस चाहिँ अलिक सेन्ट आउँछ सस्दिनु न सस त्यो त कहाँ पकाउँदाखेरि खाने सस हो अनि कहाँ यहाँ कस्तो के दाइ आज आलु र साग खाने दाइ आलु र साग है ल आलु साग भात यहाँ पाक्दैछ अब आलु र साग मासु धेरै खाइने रहेछ त है तर कोरियामा आएर है सिक्ताङमा मासु मात्रै हुने होइन अब मजाले अन्डा पनि खानुपर्छ है आइ वक बसाल न वक ठिकै है कति बस्दै 6-7 धेरै नबसाला भात पनि रहेछ हिजोको खाइदिएन त्यत्रो चाउमिन खाएर नि आएको भाइर म त फेरि भात आइदिनु लाग्यो पच्छ होइन मलाई त डेन्जर हालिदियो नि मैले त डेन्जर खाएँ फालेको यार माया लाग्दो भयो दाइ यार तपाईँलाई त लास्ट यङ देखियो त यार बुढा यार साँच्चै यार बुढो तपाईँलाई त यो भाइभन्दा नि यङ देखियो यार होइन सस त त्यो अर्कोवाला त त्यो गुलियोवाला भात खाँदै भेटौँ खुर्सानी सुर्सानी हो ल ट्याक्क भात खानु पर्ने हुन्छ नि मासु धेरै खायो कि दाइ है आलु र साग खान पनि पर्छ कि यार हाल्नु नि तरकारी हाल्नु दामी छ नि दामी कस्तो नुन लासे नै मैले त खाएन कि तपाईँ कहाँ दाइले खानुभन्दा अगाडि भाइले खान्छ त नि होइन म त त्यस्तो हो नि त खानु तपाईँले ट्राई गर्नु साग त अति मिठो छ
कस्तो छ र दामी छ खाना छ है त्यही खाना खानुपर्छ त्यो भाइ फेरि झोल मात्रै खान्छ कि फेरि यार यो त खान्छ हौ मैले ए यो त खान्छ मासु चाहिँ मासु चाहिँ खाँदैन मासु तिमी अब कति खान्थ्यौ नि सिक्ताङमा यार तिम्रो खानाको बाइट खाना त एकचोटि अहिले त तिम्रो म त दरो चाउमिन पनि खाएर आएको है के भएको हामी खान्छ छुट्टीको दिनमा होइन हिजोको मासु भन्दा यो मिठो भन्छ जति खाए पनि उयो हो जिउ खाउन तिमीले खायो एउटा भिडियो गरौँ क्याप्चर भनेर खाने पनि के भिडियो खाएकै त प्लिज खानु हो तपाईँले ठुलो मान्छेले अगाडि खानुपर्छ भनेर होइन खाऊ न म फेरि कुनै बेला फेरि भाइले खाओस् जस्तो हुन्छ अनि ल ल ल बजायो मैले मिठो छ पुरा है मासु भन्दा चाहिँ मिठो छ नि यार मासु भन्दा त सागले मिठो भएको छ है अनि मासु भन्छ त्यो बोइलर त्यो मासुको भन्दा यसको भिटामिन आउँछ नि त है पछि कति मिठो भएको थियो खसी खानुपर्ने एक दिन फेरि है तिमी त खसी खाएन ऐठन हुने बानी रहेछ फर्सी के फर्सी ए फर्सी पनि कति मिठो भएको थियो फर्सी खाम न त अनि अहिले राति दाइ म त जान्छु होइन सामान पनि लानु छ त्यहाँबाट उता लास्ट महँगो हो त खेल्नु जाने बेलामा त्यहाँसम्म सँगै जान्ला नि त दामी भयो ल अहिले भात खाएर भेट्छु है त परिवर्तन
तिमीलाई देखे धेरै परिवर्तन तिमीमा देखे मेरो साथ छोडेदेखि तिमीलाई धेरै धेरै सुन्दर देखे मेरो साथ छोडेदेखि तिमीलाई धेरै धेरै सुन्दर देखे हिजो अर्कैसँग देखे आज अर्कैसँग देखे दामी भयो नि त यार।